अब भयो त अब हैन कति गर्नु के सबै कुरा सबै पापहरू त्यस्ता व्यभिचारहरू अरूलाई संसारी गानाहरू सुन्ने आफ्नो मोज मस्तीको लागि अब त भयो त यार अब अति भइसक्यो के अब त छोडौँ न अब त प्रभु यीशुको महिमा गरौँ न हामी सबै मिलेर उहाँलाई प्रार्थना गरौँ उहाँको निम्ति हामी आराधना गरौँ न कति पापको बाटोमा हिँड्छौँ के भयो त अब छोडिदिउँ सबै कुरा यो संसारको मोहमाया मोहजालमा चाहिँ नपरौँ क्या हामी चाहिँ हाम्रो प्रभुको लागि चाहिँ हामी जिउनको लागि हामी जिउन पर्छ प्रभुको लागि हाम्रो जीवनमा उहाँको मात्रै हक छ हामीले नसा गरेर पाप काम गरेर दुनियादारी झै झगडा गरेर कचुन्जेल चाहिँ हामी चाहिँ संसारमा बाँचौँला के झै झगडा गरेर एक दिन फेरि कहिले टप्लक्क आएर मारिदियो भने के होला कसैलाई नराम्रो पाप व्यभिचारमा हामीले कसैलाई नराम्रो तरिकाले हेऱ्यौँ भने त्यही व्यभिचारले तपाईँलाई फसायो भने चाहिँ के होला भयो त अब कति चाहिँ हामी आफ्नो शरीरको चाहिँ अभिलाषा शरीरको चाहिँ त्यो मायामा शरीरको उसमा चाहिँ कति हिँड्नु के भयो कि अब सबै पापहरू छोडिदिउँ अब चाहिँ हामी चाहिँ परमेश्वरको तर्फ लागौँ परमेश्वरको बाटोतिर हामी अगाडि बढौँ आमीन भयो त अब सबै पापहरू छोडिदिउँ क्या छोडिदिउँ अब अगाडि बढौँ सबै कुराहरूमा अगाडि बढौँ।